हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। मेरो भिडियो हेरिदिनुहोस् होला तपाईले। मलाई हाम्रो बहिनीले घुमाउनु लाँदैछ जू। हाई भन्देऊ। हाई भन्देऊ बडीलाई। कृष्ण से हाई। हाई भन। हाई। यहाँ बौरा छोरी उ। आज चाहिँ तपाईले हेर्न सक्नुहुन्छ हैन, यहाँनिर चाहिँ लियोपर्ड रहेछ। अन्त अब पहिलाको जस्तो चाहिँ छैन रहेछ। पहिलाको जस्तै सोचेको थिएँ मैले चाहिँ, त्यो होइन रहेछ। हामी चाहिँ सानो हुँदाखेरि गएको थियौँ नि त, अन्त त्यसले गर्दाखेरि त्यही सोचेको थिएँ, होइन रहेछ हो त्यस्तो। त्यहाँबाट हामी एक्वेरियमपट्टि गयौँ। एक्वेरियममा चाहिँ धेरै माछाहरू चाहिँ थिएन, तर अब हामीले नदेखेको माछा हामी प्राय नर्मली त अरू देखिरहेको छौँ नि त होइन। यहाँनिर चाहिँ त्यो माछाहरू रहेछ नदेखेको। अन्त यहाँनिर चाहिँ इल पनि थियो, इल पनि थिएछ। अन्त त्यो चाहिँ मैले देखिनँ, मैले रेकर्ड पनि गर्नु पाइनँ होइन। यसलाई चाहिँ के भन्छ भनेर मलाई थाहा छैन। अन्त इल पनि खिच्नु पर्यो भनेर गएको थिएँ। इल चाहिँ घरभित्र पसेछ उसको। अन्त नानी र बाबा चाहिँ माछा हेर्दै अगाडि जाँदै थियो। बहिनीले चाहिँ ध्यान लाएर हेर्दै थियो माछाहरू हो। उसले यस्तो सानो कुराहरू, चलिरहेको कुराहरू चाहिँ पुरा हेर्नु मन गर्छ नि त। अन्त उसले चाहिँ इन्जोय गरेर एक्वेरियममा घुम्दै थियो बहिनी चाहिँ। अन्त बहिनी सिसम बहिनी पनि हामीसँगै थियो। ऊ पनि नानीलाई बोकेर गएको। हाम्रो नानी चाहिँ कति 3 दिनको मात्रै जेठो कान्छो हो नि त। मेरो नानी चाहिँ 3 दिनको जेठो हो, उसको चाहिँ 3 दिन कान्छो हो। अन्त आवाजले चाहिँ मुग्लीमा फोटो खिच्दै थियो, नानीले चाहिँ मानेन। अन्त आवाजलाई मैले जिस्काउँदै थिएँ नि त हो। आवाजले चाहिँ मुग्लीमा फोटो खिच्यो। त्यहाँबाट फेरि हामी ओह्रालो गयौँ। यहाँ चाहिँ स्नो लियोपर्ड रहेछ। अन्त अब चाहिँ हामी जूबाट जाँदैछौँ। अन्त यहाँनिर चाहिँ टाइगर त कहिले पनि देखिनँ है मैले, होइन नि दादा? टाइगर देख्यौ? ए जाउँ न, अलिक छेउबाट हेरौँ न। ए गयो नि नानी, हेर ऊ पर टाइगर ऊ। वाह अम्बो। ए यसलाई कति बाहिर जानु मन लागेको होला है। म यहाँ जूमा गएपछि चाहिँ टाइगर र यो जुन चाहिँ हिमालयन उल्फ छ नि, यो चाहिँ पुरा मनपर्छ होइन। अन्त बहिनी चाहिँ लङ्गुरहरू हेर्दै थियो, लङ्गुरहरू थियो होइन। पहिला हामीलाई त्यहाँ जूको अङ्कलले चाहिँ एउटा स्टोरी सुनाउनु भएको थियो नि लङ्गुरको, कि त्यो चाहिँ म तपाईँलाई भन्नु सकिनँ, अहिले लामो छ। अन्त त्यहाँबाट हामी ओह्रालो गयो भालु हेर्नु, तर भालु चाहिँ थिएन। बहिनी चाहिँ सुत्नु खोज्दै थियो, अन्त म चाहिँ अगाडि जाँदै थिएँ। त्यहाँबाट चाहिँ मलाई यो इच्छाको लाग्यो नि त होइन, रोपमा त्यो चढ्नुको लागि। अन्त लास्टमा फर्किँदाखेरि चाहिँ मैले यो रोप चढेँ। त्यस्तो डर त लागेको थिएन, तर पनि हल्लिँदो रहेछ र अलिकति त्यो भयो होइन। त्यहाँबाट अर्को ट्राई गरेँ, जुन चाहिँ यो तपाईँले देख्नुहुँदैछ नि लामो जुन चाहिँ त्यो स्ट्रेट रड भएको, त्यहाँ चाहिँ अलिकति डर हुँदो रहेछ, बेसी हल्लिँदो रहेछ नि त। त्यसले चाहिँ अलिकति मलाई डर लाग्यो होइन। अन्त लास्टमा चाहिँ मैले यो गरेँ, फर्स्ट टाइम एक्सपिरियन्स गरेँ, तर मजा लाग्यो। मलाई चाहिँ यस्तो गर्नु मन लाग्छ र चाहिँ मजा आएर चाहिँ मैले गरेको। थ्याङ्क यू तपाईँहरूलाई।